ए कहाँ पर्यो योग्यमणिको घर 5 मै भयो योग्यमणिको छिमेकी योग्यमणिको पनि अधिकारी 1 नम्बरबाट पाउनु भयो हैन के छ त अहिले हजारौं समर्थन बालिन शाहको देखियो कस्तो महसुस गर्नुभएको छ एकदम खुसी हो जनलहर देखेर यो एउटा परिवर्तनको लहरमा सबजना उपस्थित भएर हिँड्न पाउँदा हामी यो देशको कति भाग्यमान यो दमकमा जन्मेर हामीले बालेन जस्तो प्रधानमन्त्री पाउँछु भन्ने आशामा हिँड्न पाउँदा धेरै खुसी भयो तर बाको किल्ला त निकै बलियो छ भन्छ निकै बलियो छ तर यो बाको किल्ला ठोक्ने हामी किल्ला भाँच्ने पनि हामी नै हो किल्ला भाँच्ने पनि हामी नै हो उहाँले तिरस्कार गरेको हुनाले आज उहाँले त्यसको यो भोग्नु परेको हो मानवताको नाताले माया लाग्छ तर व्यवहारिकतामा उहाँको दम्मले गर्दाखेरि आज यो स्थितिमा बाले पनि त्यसमा आत्मसमर्पण गर्नुपर्छ नि त बालेन शाहसँग केपी ओलीजीले आत्मसमर्पण गर्नुपर्छ त्यति उहाँको किल्ला उस्किँदै अब पनि हाम्रो क्षेत्रबाट बालेन शाहजीले हामीलाई न्याय पुरा निर्णय उल्टो भइरहेको जनताले गरेन भने अब पासी हैन त्यसो भने ए अनि बाको त खतरा किल्ला छ र त जोरो पनि गएको छ किल्लामा किल्ला गाड्ने म पनि राम्रो किल्ला ठुलो किल्ला गाड्नु आयो तपाईले बालाई गर्दै बस्नेको अहिलेसम्म जन्मेदेखि अहिलेसम्मको सक्रिय कार्यकर्ता हो त अरे बालाई हामीले विश्राम गरिसकेको बालाई एकदम आरामले बस्नुपर्छ हामीलाई सरसल्लाह सुझाव दिनुपर्छ बालाई यति नै भन्न चाहन्छु अबको जीत घन्टीको नयाँ परिवर्तन हो अब जनतालाई मागेको परिवर्तन बालनबाट अवश्य छ हिजो जनकपुरमा सुन्नुभयो अबकी बार बालेन सरकार सुन्नु मात्रै होइन त्यहाँ भन्दा जनतालाई के थियो होला अब होइन त यहाँ पनि त्यही हो जम्मै थुनेर राखेको उकुस मुकुस देख्नुभयो होला त्यहाँ भन्दाको जनतालाई के थियो र भोलि पक्का परिवर्तन समुद्र पारी 11 वर्ष भयो अमेरिका छ आउने वातावरण अब यो स्थितिले गर्दा जानु परेको छ उनले यो जनकपुरको भाषणलाई आपकी बार बालेन सरकार भनेर हो त्यो चाहिँ यो छातीमा त्यो चाहिँ गर्वको साथी हजुरको धेरै हामी प्रत्येक दिन हेरिराखेका विश्वास छैन तपाईहरु एमालेको लाल किल्ला हो भनेर उनले भनो तर छोरा त्यसमा हामी अहिले छैनौं तर पनि त भावना